दर्शक महानुभाव, यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला किनकि यो भिडियो मार्फत तपाईले ती देशहरूको बारेमा थाहा पाउनुहुनेछ जहाँ रात हुँदैन। साथै यस भिडियोमा हामी तपाईलाई यी देशहरूमा किन रात हुँदैन भन्ने विषयमा वैज्ञानिक तथ्य पनि बताउनेछौँ। आउनुहोस् जान्ने प्रयास गरौँ आखिर कुन कुन देश हुन् जहाँ रात हुँदैन। नम्बर 1, अलास्का। अलास्का अमेरिकाको सबैभन्दा ठूलो राज्य हो, तर यो सधैँ अमेरिकी राज्य थिएन। यो वास्तवमा रसियाको एक भाग थियो जुन अमेरिकाले 1867 मा रसियाबाट किनेको थियो। अलास्कालाई हिम नदीको राज्य पनि भनिन्छ। अलास्काको अधिकांश भाग हिउँ नै हिउँले ढाकिएको छ। यहाँ 15 मेदेखि 15 जुलाईसम्म सूर्य पुरै अस्ताउँदैन। यसको मतलब यहाँ रात भएर पनि अन्धकार हुँदैन। यहाँ राति करिब 12 बजे मात्र 50 मिनेटका लागि सूर्य अस्ताउँछ र ठिक 50 मिनेटपछि यहाँ पुनः सूर्य उदाउँछ। नम्बर 2, क्यानाडा। क्यानाडा जुन संसारको सबैभन्दा ठूलो देशहरू मध्ये एक हो। यो देशको अधिकांश भाग एनीटाइम हिउँ नै हिउँले ढाकिएको हुन्छ। यो देशमा पनि दिन र रातको अनौठो चक्र देख्न सकिन्छ। तर क्यानाडाका केही भूभागहरूमा जस्तै उत्तर पश्चिमी क्षेत्रहरूमा गर्मी दिनमा 51 दिनसम्म सूर्य अस्ताउँदैन। यहाँ निरन्तर दिनको उज्यालो रहिरहन्छ। नम्बर 3, फिनल्यान्ड। फिनल्यान्ड जसलाई ताल तथा झरनाहरूको देश पनि भनिन्छ। दर्शक महानुभाव, संसारमा सबैभन्दा धेरै झरना तपाईले फिनल्यान्डमा पाउनुहुनेछ। यो देशलाई गर्मी मौसममा घुम्नका लागि सबैभन्दा उपयुक्त ठाउँ पनि मानिन्छ। यही कारणले गर्दा यहाँ धेरै जसो पर्यटक गर्मी मौसममा मात्र घुम्न आउने गर्छन्। गर्मी मौसममा फिनल्यान्डमा करिब 80 दिनसम्म सूर्य अस्ताउँदैन। यो देशमा रातिमा सूर्यको किरण रहिरहेको हुन्छ। यात्रा गर्न मन पराउने मानिसहरूका लागि फिनल्यान्ड सबैभन्दा पर्ने ठाउँहरू मध्ये एक हो। नम्बर 4, आइसल्यान्ड। आइसल्यान्ड युरोपको उत्तरी छेउमा अवस्थित एउटा सानो देश हो जसको जनसङ्ख्या युरोपियन देशहरू मध्ये सबैभन्दा कम रहेको छ। यहाँ पनि मे 15 देखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन। प्रकृतिको यो चमत्कार हेर्नका लागि संसारभरबाट लाखौं पर्यटकहरू यस देशमा आउने गरेका छन्। नम्बर 5, नर्वे। नर्वे विश्वको सबैभन्दा सुन्दर देश मध्ये एक हो जसलाई मध्यरातको देश पनि भनिन्छ किनभने यो देश अन्टार्कटिका सर्कल अन्तर्गत आउने भएकाले यहाँ दिन र रात सामान्य भन्दा अलि विपरीत हुन्छ। यहाँ मेदेखि जुलाईसम्म अर्थात् करिब 90 दिनसम्म रात हुँदैन। यहाँको मौसम 90 दिनसम्म साँझ जस्तै रहन्छ, अर्थात् न पूर्ण अन्धकार हुन्छ न पूर्ण उज्यालो हुन्छ। क्रमशः एउटै जस्तो मौसम 90 दिनसम्म चलिरहन्छ।